अहिले भिड तालिमको क्रममा हामी डेमो देखाउनको लागि पत्रकारको भूमिकामा यस्तो कालाबजारी गर्न पाउँदैन भनेपछि ब्यानर सुध उपभोक्ताहरूले यहाँ प्रदर्शन गर्दै हुनुहुन्छ। यहाँ कालाबजारी नियन्त्रण सम्बन्धी भिड जम्मा हुँदैछ। त्यसतर्फ हामी लागेको छु के सम्बन्धी नारा हो ब्यानरको साथमा यस्तो जम्मा हुँदैछन्। यो भिडको नेता उहाँ नेता बनेर अगाडि सम्झाउ बुझाइ गर्दै हुनुहुन्छ। उहाँको नेतृत्वमा कालाबजारी सम्बन्धी भिड प्रदर्शनको लागि जम्मा हुँदैछन् केही स्थानीयहरू। नाराबाजीका साथ पूर्ण रूपमा भिड उग्रो हुँदै यहाँ प्रहरीतर्फ जाँदैछन्। त्यसको लागि हामी रिपोर्टिङ क्रममा जारी छौँ। कृपया हेर्नुहोस् है। कालाबजारी सम्बन्धी भिड छ, नियन्त्रण भइरहेछ। करिब 200 देखि 300 जनाको भिड रहेछ। त्यसको प्रत्यक्ष लाइभ हामी हेराउँदैछौँ। कृपया गरी तपाईहरु लाइक शेयर कमेन्ट गरिदिनु होला। यस नाराका साथ भिड अगाडि बढ्दैछन्। कालो बजारी बन्द गर, लुटतन्त्र गर्न पाउँदैन भन्ने नाराको साथमा अगाडि बढ्दैछन्। हाम्रो प्रहरी ड्युटी भएको ठाउँमा करिब पुग्न लागेछ। हेर्नु होला। यति विरोध प्रदर्शन गर्दा गर्दै यहाँ प्रहरीले ड्युटी बसेको क्रममा यहाँ ठ्याक्कै आयो। निषिद्ध क्षेत्र एरिया घोषित गर्नुभएछ उहाँहरू। आइसकेको छ। अवस्था अलिक गम्भीर हुँदैछन्। पुलिस ड्युटी बस्छ आइसक्नु भएछ। पुलिस केही छैन, चुप लाग्छ उभिराख्नु भएछ। सुरक्षाकर्मी साथीहरू त्यहाँ 5 जना ड्युटी बसिराख्नु भएछ। कालो बजारी सम्बन्धी बसिराख्नु भएछ यस्तो बेरियल बोकेर। सुरक्षाकर्मीको टोली यहाँ पूर्ण अवस्थामा आइसकेका छन्। हेर्न सक्नुहुन्छ। थप जनशक्ति सुरक्षा यहाँ सही समय कमानमा करिब 30 जनाको टोली थप आइपुगेछ। नेपाल प्रहरीको टोली। अब यसपछि तनावग्रस्त के हुने होला अब हेर्दै जाऊ। हामी रिपोर्टिङ क्रममा छौँ। नाराबाजी लगातार क्रम जारी छ। नाराबाजी रोक्नेवाला छैन। करिब यहाँ नजिक आइपुगेछन्। ड्युटी पुलिस बसेको ठाउँमा तोडफोड गर्ने क्रममा प्रहरीसँग ब्यारियल एकदम तोडफाड लुटपाट कोशिश गरेको। तात्दैछन् पुलिसको बेरियर लगेर उता आन्दोलनकारी अरूले उता लगेछन्। हाम्रो पिकेट टोली एकदम विचित्र अवस्थामा भएको अवस्था छन्। यता जन टक्सी पुलिस थप मदर टोली नजिक आएछन्। त्यो अवस्था हेर्नुहोस्।
साथ अगाडि बढ्दै गइरहेको छन्। यहाँ ड्युटीमा बसेको पुलिस फिर्ता भइसक्यो। जानु तनावग्रस्त आइसक्यो। प्रहरी पूर्ण रूपमा तैनात छन्। हेर्नुहोस् है, त्यसपछि हेर्न सक्नुहुन्छ पुलिस एकदम बाक्लो अवस्थामा उपस्थित छ। हाम्रो सही साहबको कमान्डमा टोली अगाडि बढेछन्। तपाईहरुको माग जारी छ। सम्बन्धित कार्यालयमा तपाईहरुको माग आर्थिक वार्ता र संवादबाट सम्बोधन हुनेछ। कृपया शान्त र संयमित भइदिनु होला। सम्बन्धित निकायमा वार्ता र छलफलबाट नै समाधान हुने हो। त्यसमा शान्त भइदिनु होला। त्यति सहमति भएपछि वार्ताको लागि सिडिओ अफिसमा यहाँ कमान्डरको नेता जाँदै हुनुहुन्छ। वार्तामा जाँदैछौँ हामी होइन। बसिदिनु होला। सिडिओ अफिसमा वार्तामा जानुभएको रहेछ। हेर्नुहोस् है, सिडिओ अफिसमा वार्तामा जाँदैछन्। सिडिओ अफिसमा वार्ता के हुन्छ हेरौँ। तबसम्म सुरक्षाकर्मी यहाँ तैनात छन्। हेर्नुहोस्, बाक्लो उपस्थितिमा सुरक्षाकर्मी यहाँ